स्टार्ट गरेर देश बन्छ। केरम काठमाडौँ पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ। स्टार्ट गरेर देश बन्छ। पोखरा रेल आएपछि बेनी जाँदैन। बेनी जाँदा कहाँबाट जान्छ? कुस्मा हुनु परेन? कुस्मा त स्टेसनै हुन्छ। स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ। स्टार्ट गरेर देश बन्छ। 76 सालभित्र नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ। स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ। स्टार्ट गरेर देश बन्छ। रेल आउँछ, पानी जहाज पनि आउँछ, टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ, त्यसको सूचना पनि हुन्छ। स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ। स्टार्ट गरेर देश बन्छ। सिलिन्डरको फेज समाप्त गरिदिन्छु। घरमा चुलामा पाइप पुर्याएर स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ। स्टार्ट गरेर देश बन्छ। सिलिन्डर कारमा बोकेर, केमा बोकेर, मोटरसाइकलमा बोकेर, साइकलमा बोकेर कुद्नु पर्दैन। स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ। स्टार्ट गरेर देश बन्छ। पिटिकको खोल्दाखेरि सिलिन्डर बनाउँछ नि ग्यास, पाइप बनाउँछ। स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ। स्टार्ट गरेर देश बन्छ। चुलामा ग्यासको पाइप पुगेर ग्यासको बुलेट आयो कि आएन, सिलिन्डर पायो कि पाएन, कुन सिलिन्डर कता, यो सब झमेलो भएन। स्टार्ट गरेर देश बन्दैन, स्टार्ट गरेर देश बन्छ। स्टार्ट गरेर देश बन्छ। एउटा मिटर टाँसेर राखिदिने भित्तामा जति बाल हुन्छ भन्नुहोस्।